Hello and what's up guys, welcome back to my channel. Wait, लात समाते यो. Wait, सामान हो wait. Welcome back to my channel and another video. स्वागत छ सबैजनालाई मेरो नयाँ भ्लगमा. अनि आफ्टर अ लङ टाइम म चाहिँ हजुरको सामु ब्याक भइसकेको छु हैन. आफ्टर लङ टाइम के धेरै टाइम भइसक्यो मैले भ्लग नगरेको चाहिँ. अनि अब यसो युट्युबलाई नि टाइम दिनुपर्छ नि त हैन. त्यही भएर चाहिँ यसो आइदिएको आउनु पनि हुन्छ कहिलेकाहीँ यसो डुल्न भएर. त्यही भएर हामी चाहिँ अहिले राइट नाउ चाहिँ अहिले चाहिँ हामी कहाँ छौँ भन्दाखेरि सुन्दरीजल भन्दा नि माथि छौँ क्या. ओख्रेनी जाने बाटोमा ठ्याक्क सुन्दरीजल भन्दा तल बिचतिर छौँ हामी चाहिँ. यो खोला साइड यो खोला भयो. यस्तो मजाको छ ठाउँ चाहिँ. कहिलेतिर सुत्दा हुन्छ अब त. अलि माथि जाउँ न. माथि छ किन माथि होला नि त. हामी चाहिँ होइन हामी जाने ठाउँमा चाहिँ बाटो खनिरहेको छ. त्यही भएर बाटो बन्द छ. अनि अहिले चाहिँ हामी हामी यसो खेल्न मिल्ने ठाउँ चाहिँ पौडी खेल्न मिल्ने ठाउँ चाहिँ खोजिरहेछौँ क्या. यसो माथि छ कि भनेको यहाँ यसो झर्ना रहेछ. मेरो फेरि जुत्ता फेरि है सानिदिनु नथान्नु ल. खाजा ल्याउनु पर्ने रहेछ हामीले. खत्रै यस्तो कस दामी ठाउँ छ नि पछि. यहाँ मजा आउँछ. तिनीहरूले सोध्नु मिल्छ कि मिल्दैन फेरि भनेको सोध्नै पर्दैन. आर्मी सार्मी आएर गाली गऱ्यो भने टेन्सन. र अलिक ठुलै पानी आइरहेको छ यता भित्र होइन. हेरौँ किरा खोज्दा हिरा भेटियो भन्ने क्या. तर गइरहेछ यहाँ खत्रै गइरहेछ. त्यो डुब्छ हौ मजाले ल. हामी चाहिँ कति गएछ भने ट्राई गर्न जाँदैछौँ क्या. अहिले लत्रक्कै भिजेर आउँछ अरे अहिले. मजा आउँदैन नि आधी खेलेको. पानी त बढ्ती छ. ठाउँ चाहिँ तर दामी है. दामी ठाउँ के हो है. बाटो चाहिँ हेर्नु नि उपर छ क्या. चाक हेर्नु त्यसको चाक. कसैले मलाई बिर्सिनु त भएको छैन नि. म फेरि धेरै पछि आएको नि त. अब कहाँ हरायो भन्नुहुन्छ होला होइन. अलिकति टाइम मिलिरहेको थिएन. कतै जानु पनि भ्याइरहेको थिएन होइन. अब चाहिँ म पेलिरहन्छु भनौँ न. धेरै नसके नि अब हप्तामा पेल्छु नि. अब त्यो दिनकै त सक्दिनँ म होइन. कतै जाँदिनँ नि त. यस्तो गर्मीमा अब जान पनि झ्याउ लाग्छ. अब त्यही भएर चाहिँ यसो अलिकति
बनाइरहनु पाएको छैन, टाइम टेबल मिलिरहेको छैन मेरो, कहिले काम हुन्छ, त्यही भएर हो गाइज है। डोन्ट माइन्ड। अनि कति झऱ्यो अनि फेरि कहिलेको कटु यसो त्यहाँ भेट्यो अनि ल्याएर लाएर आइदियो क्या। इल्ली भएको त्यहाँ भित्रबाट एउटा खुट्टा आएन, एउटा खुट्टा यता के यहाँ चढा सारेर निस्केर आइदियो। के भयो यो कपडा कहाँ राख्ने? जाडो भएको अघि नै मैले तिमीलाई अब कन्स्ट्रक्सन बाटो बनिरहेको छ कि नि त, यो बाटो बनिरहेको छ नि त, त्यही भएर चाहिँ यहाँ माथि जाने ठाउँ छैन क्या। त्यही भएर चाहिँ हामी यहीँबाट उयो तलबाट गएको हामी चाहिँ खासमा खोलाबाट। अब अहिले चाहिँ आउँदा चाहिँ यताबाट बाटो रहेछ, त्यही बाटोबाट आएको। खाजा ए हो खाजा देखिरहनु भएको, यसलाई के भन्छ भन्नु त तपाईँहरूकोतिर? तर माथि उयो रहेछ टन्ने। ल ओइ काँडा त अम्मा यो त झन् कति धेरै रहेछ यार। उफ गर्दै खान्छ त्यो त ओइ। यसको त साथी पछाडि आइरहेको छ त्यहाँ हेर। मेरो टी सर्ट अड्क्यो मलाई त। मिठो छ गाइस, तपाईँहरूले खानु भएको भने कमेन्ट गरौँ है। ढुङ्गान ओइ बिस्कुट छोडेर गयो लिएर जान लिएर न। निम्बाई ओइ कसको बिस्कुट ए हो ल्याएर सर यार हामीले खुसेर खाइदियो। ओइ भाइ त्यसले कस्तो मुभमेन्ट मिस गर्यो के गर्न। यस्तो ठाउँ छ दामी हेर्नु। उतै बसिरहेको छु। ओइ त्यस्तो भने त्यो बिस्कुट छोडेर झन् कन्टेन्ट निम्बा आएन। हामी चाहिँ अब फर्केको घरतिर। के गरेको तैँले? यो पनि च्याउ छ राइडर। हेलमेट चाहिँ लाउनु पर्छ है, राइड सेफ। पर्दैन पो रहेछ ल हेलमेट त। म चाहिँ केटाहरूसँगबाट छुट्टिसकेँ होइन, अब चाहिँ म घर जान्छु। अनि यो भ्लगलाई चाहिँ मैले फेरि गर्न चाहन्छु होइन। के कस्तो लाग्यो सबैले लाइक कमेन्ट गरिदिनु होला, अनि सेयर पनि गरिदिनु साथीहरूसँग। अनि त्यही हो, माया गर्नु नबिर्सिनुहोस्। टाइममा भ्लग हालिरहन्छु। अब यो अहिले चाहिँ धेरै ग्याप भयो, त्यसको लागि धेरै सरी होइन। त्यही हो गाइज, अब यो भ्लगलाई चाहिँ मैले इन गर्न चाहन्छु। जो जतिले पनि लास्ट समय हेर्नुभयो त्यसको लागि धेरै धन्यवाद। यहीँबाट धन्यवाद है त। अनि लाइक सेयर सब्सक्राइब घन्टी बजाउनु नबिर्सिनु होला। सब्सक्राइब गर्नु भएन भने सब्सक्राइब गर्नुहोस्। अनि त्यही भन्दै अब अर्को भ्लगमा भेटौँ है त। अब गएर यसो क्रिम सिम गर्नुपर्ने हुन्छ, भर्खर नुहाएर आएको, फेरि अब स्किन केयर गर्नु पऱ्यो। यहाँ पुरै डाबर साबर आएर चिलाउने यसले मलाई गाइस त्यही नै हो। बाइ बाइ।